ल साथीहरू, हाम्रो हर्क साङ्केपाङजीको यो दमदार भाषण तपाईँलाई कस्तो लाग्यो? जस्तो लाग्यो उस्तै प्रतिक्रिया दिन नभुल्नु होला र यो भिडियोलाई लाइक कमेन्ट सेयर गर्न पनि नबिर्सनु होला। धन्यवाद। तपाईको घर परिवार र तपाईको पेट मात्रै तपाईको होइन, यो देश पनि तपाईको हो र तपाईको नेता तपाई खुद हो, अरु कोही पनि होइन। म त अहिले तँलाई प्रधानमन्त्री बनाउँछु भने अहिले म कुदेर जान्छु, घर पनि जान्दिन। पहिला ज्ञानेन्द्र शाहले के भएर राजगद्दी गुमाउनु पर्यो तपाईलाई थाहा छ? सबैलाई थाहा छ। भोलिको दिनमा हाम्रो श्रम संस्कृति पार्टी जत्रो ठुलै भए पनि हामी दादागिरी देखाउँदैनौँ। प्लिज, हामी दादागिरी देखाउँदैनौँ। बहिष्करण भएर बस्नु पनि पर्यो कुनै बेला। यस्तो यस्तो किन भयो त म भन्दाखेरि दलकै दादागिरीले भएको। हामी प्रत्यक्ष कार्यकारीको चुनाव गराउँछौँ, पहिलो सदनमै हामी त्यो पास गर्छौँ। यो देशमा त होइन अर्घ साम्बा, म पनि चिन्दिनँ को अर्घ साम्बा, को अर्घ साम्बा। तर त्यो दुईवटा मोतीको दानालाई गाँस्नका लागि एउटा धागो चाहिन्छ कि चाहिँदैन? त्यो धागो हो श्रम संस्कृति पार्टी। आफूलाई ठुलो नसम्झिनुहोस्, म आफूलाई ठुलो कहिले पनि सम्झिदिनँ है। म आफूलाई ठुलो कहिले पनि सम्झिदिनँ। म त ठुलो मान्छे कहाँ आउँछ त्यहाँ नभन्नु होला। म तपाईँहरूलाई यो श्रम संस्कृतिको माध्यमबाट यो देशमै बस्ने मान्छे बनाउन चाहन्छु है। यो देशलाई नै पर्खेर बस्ने बनाउन चाहन्छु। श्रम संस्कृति पार्टी र अरूमा के फरक छ? श्रम गर्ने मान्छेलाई चाहिँ फोहोर, अब त्यत्रो तपाईँको चाहिँ नाम चलेको देशमा नाम चलेको मान्छेले त त्यो भनिरहेछ भने साधारण मान्छेले त त्यसै पनि त्यो भन्ने भयो। किसान चाहिँ फोहोर भन्नेहरू पनि छ नि अहिले हाम्रो नेताहरू, होइन? कालो चस्मावाला भन्दिन नाम चाहिँ। यो श्रम संस्कृति भनेको चाहिँ काम गर्ने संस्कृति। चुनावमा भोट जित्ने होइन, चुनाव जित्ने भोट चाहिँ लिएर अनि कुर्सीमा बस्ने अनि ऐसा आराम गर्ने भन्ने चिज होइन। यो भयङ्कर दुःख गर्ने हाम्रो चाहिँ संगठन बन्दैछ। म यहाँ सम्पूर्णलाई यो निवेदन गर्न चाहन्छु, राजनीति भनेको चाहिँ गफ गर्ने, अरूलाई ढाँट्ने, म यस्तो गर्छु उस्तो गर्छु, बाटो बनाउँछु, यस्तो बनाउँछु उस्तो बनाउँछु भन्ने होइन। अनि खर्च पनि अलिकति गर्ने चुनावको बेलामा है। सबै तपाईँको चाहिँ त्यसरी गरेर चाहिँ जितेपछि चाहिँ है यसो गर्दै कमिसन खाँदै होइन, तर मार्दै फुलेर बस्ने है। म त ठुलो मान्छे हो त कहाँ आएको भन्ने है। प्रहरी प्रशासनदेखि लिएर तपाईँको चाहिँ सम्पूर्ण कुरालाई कब्जा गर्ने। राज्य भनेको देशको हो, पार्टीको हुँदैन। श्रम संस्कृति पार्टीको यति जति पत्रकार अनि यस्तो प्रेस चल्ताडी के जाति भन्नु होइन त्यो है। हर्क साम्पाङको झोले, हर्क साम्पाङ के मेरो झोला छ? झोला छ, म रित्तै आएको मान्छे है। झोला छैन, सिर्फ विचार छ, आह्वान छ, आवाज छ। आवाज चाहिँ छ है। देशभन्दा धेरै पार्टी प्रतिको हाम्रो भक्तिभाव हुँदो रहेछ। त्यसो भएको कारणले गर्दाखेरि पनि हामी झन्डाविहीन पार्टी